नमस्कार, ओपन न्यूजमा स्वागत छ। अब समाचार विस्तारमा। भारतीय विदेश मन्त्री सुब्रमण्यम जयशंकर काठमाडौँ आइपुग्नु भएको छ। काठमाडौँमा बुधबार सुरु हुने नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उहाँ 12 बजे काठमाडौँ आउनु भएको हो। विदेश मन्त्री जयशंकरले आज अपराह्न काठमाडौँमा सुरु हुने नेपाल भारत संयुक्त आयोगको 5औं बैठकमा भारत पक्षको नेतृत्व गर्नुहुनेछ। संयुक्त आयोगको बैठकमा सहभागी हुन अगाडि उहाँले प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नुभएको छ। त्यस लगतै उहाँ संयुक्त आयोगको बैठकमा सहभागी हुन होटल याकिन यति पुग्नुभयो। संयुक्त आयोगको बैठकमा आज नेपाल भारत द्विपक्षीय सहयोग आदानप्रदानको साथै विभिन्न एजेन्डामा सहमति सहित हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ। विदेश मन्त्री जयशंकरको सम्मानमा परराष्ट्र मन्त्री प्रदीप गेवाली आज बुधबार साँझ रात्रि भोजनको आयोजना गर्नुभएको हो। उहाँले शुक्रबार बिहान 10:30 बजे राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने र अपराह्न 3:30 बजे दिल्ली फर्कने कार्यक्रम छ। विदेश मन्त्री जयशंकरको यो भ्रमण विदेश मन्त्री भएपछिको पहिलो नेपाल भ्रमण हो। सत्तारूढ दलका सांसदहरूले नेपाल भारत बीच भएको जलस्रोत सम्बन्धी सम्झौता भारत पक्षले पालना नगर्दा केही नेपालीहरू पीडित बनेको गुनासो गर्नुभएको छ। राष्ट्रिय सभाको बुधबार बसेको बैठकमा सांसद सुमनराज प्याकुरेल र सांसद कोमल ओलीले नेपाल भारत बीच भएको कोशी सम्झौता, गण्डक सम्झौता, महाकाली सम्झौता लगायत अन्य सम्झौताको व्यवस्था अनुसार भारत पक्षले गर्नुपर्ने काम नगर्दा नेपाली जनता पीडित बनेको बताउनु भएको हो। सांसद सुमनराज प्याकुरेलले कोशी सम्झौता हुँदा बाढी र डुबानले पीडित हुनेहरूलाई क्षतिपूर्ति अनुसार राहत र रकम उपलब्ध गराउने सम्झौता भारत पक्षले पालना नगर्दा उदयपुर, सुनसरी र सप्तरीका जनता पीडित बनेको बताउनुभयो। सांसद प्याकुरेलले आजबाट सुरु हुने नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपाल पक्षले यस विषयमा भारतीय पक्षसँग वार्ता गर्न माग गर्नुभयो। सप्तरी, उदयपुर र सुनसरीका जनताहरू आज कोशी ब्यारेजमा 32 गतेको विरोध सभापछि 1 गतेदेखि रिलेन्सनमा आउनुहुन्छ। कोशी नदीको पश्चिम किनारमा तटबन्ध अन्तर्गत 2018 सालदेखि 28 सालसम्म सप्तरी र उदयपुरको 7,600। यस्तै बैठकमा विशेष समय लिएर सांसद कोमल ओलीले नेपाल भारत बीच प्राकृतिक स्रोत बाँडफाँड सम्बन्धी भएका सम्झौता पुनरावलोकन गर्न माग गर्नुभयो। आजबाट सुरु हुने संयुक्त आयोगको बैठकमा सम्झौता कार्यान्वयन गर्ने विषयमा छलफल गरिनुपर्ने बताउनुभयो। नेपाल भारत बीच सम्झौता कार्यान्वयन नभएका धेरै विषयहरूमध्ये मुख्य विषय भनेको जलस्रोत नै हो। यसमा पानीको बाँडफाँड, दुवै देशको सीमा क्षेत्रमा भएको डुबान, बाढी नियन्त्रण, तटबन्ध व्यवस्थापनको समस्या, खुला सिमानाका कारण उत्पन्न भएका समस्याहरू नै हुन्। राष्ट्रिय सभाको बैठकमा सांसदहरूले सरकारको काम कारबाही तथा पछिल्लो समय बहसमा रहेको रवि लामिछाने पक्राउ विषयमा आफ्नो धारणा राखेका थिए। सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस भव्य र व्यापक रूपमा मनाउने भन्दै तयार सुरु गरेको छ। संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा समिति वर्ग र क्षेत्र विशेषमा मात्रै नभई सबैको सहभागिताका साथ दिवस मनाउने बारे छलफल भएको हो। विशेष गरेर सङ्घ, प्रदेश र स्थानीय तहका सबै सरकारी कर्मचारीहरूको सहभागितामा राजधानी काठमाडौँको टुँडिखेलमा र उपत्यका बाहिर प्रदेशका राजधानी जिल्ला र स्थानीय तहहरूमा भव्यताका साथ संविधान दिवस मनाउने उद्देश्यका साथ कार्यक्रमहरू तय भएका छन्। यस वर्ष राष्ट्रिय झण्डालाई मुख्य आकर्षणको केन्द्र कार्यक्रम तय गरिएको छ। असोज 3 गते संविधान दिवसको दिन सबै तहका सरकारी कर्मचारीहरू राष्ट्रिय झण्डा सहितको र्याली गर्दै मूल समारोह स्थल सैनिक मञ्च टुँडिखेल
टुनिखेल जाने कार्यक्रम तय भएको छ। प्रदेश र स्थानीय तहको सवालमा सम्बन्धित मन्त्रालयले संयोजन गरी तोकिएको स्थानमा अनिवार्य उपस्थिति हुने व्यवस्था मिलाइएको छ। बैठकमा संविधान दिवस मनाउनका लागि तय भएका कार्यक्रमबारे जानकारी गराउँदै गृह सचिव प्रेम कुमार रायले सबैको सक्रिय सहभागिताका लागि आग्रह गर्नुभयो। राष्ट्र राष्ट्रियता स्वतन्त्रता संविधानका लागि आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात शहीदहरूको आत्माको चिर शान्तिका लागि राष्ट्रका तर्फबाट उच्च सम्मान र श्रद्धाञ्जली प्रकट गर्दै विभिन्न धार्मिक संस्थाहरूबाट विभिन्न मठ मन्दिर चर्च मस्जिद बुद्ध विहार गुरुद्वार लगायतका स्थानमा पूजापाठ तथा प्रार्थनाको कार्यक्रम सञ्चालन गर्ने, यसमा चाहिँ अब सबै पर्यटन मन्त्रालयले धार्मिक संस्थाहरू गृह मन्त्रालयले गर्ने समन्वय गर्ने, सङ्घ प्रदेश र स्थानीय तहका सबै सरकारी कर्मचारीहरू राष्ट्रिय झण्डा सहितको र्याली गर्दै मूल समारोह स्थल काठमाडौँको सैनिक मञ्च टुनिखेल असोज 2 गते उपत्यकाभित्र सबै सरकारी कार्यालय महानगरपालिका नगरपालिकाहरूले आफ्नो क्षेत्रमा राष्ट्रिय झण्डा एवं ब्यानर सजाई नगर सजाउने, आम नागरिकले घर घरमा सरसफाई गरी साँझ दीपावली गर्ने, राष्ट्रिय झण्डा रिले दौड तथा क्रिकेट खेलको आयोजना गर्ने, नेपालको संविधानका केन्द्रित भएर सञ्चार माध्यममा बहस चलाउने लगायत कार्यक्रम तय गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले बृहत्तर राष्ट्रिय आकांक्षालाई सम्बोधन गरेको बताउनु भएको छ। संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बुधबार गृह मन्त्रालयमा बसेको बैठकमा उहाँले संविधानले बृहत्तर राष्ट्रिय हित, राष्ट्रिय आकांक्षा र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गरेको बताउनु भएको हो। विभिन्न किसिमका स्वार्थीहरूको टकरावका कारण सबैको चाहना पूरा हुन नसकेको उल्लेख गर्दै उहाँले जिद्दी र अडानलाई छोडेर तर्कहरूलाई संविधानले सम्मान गरेको दावी गर्नुभयो। जनधारणा जनअभिमतलाई सम्मान संविधानले गरेको छ। हरेक व्यक्तिले भनेका सम्पूर्ण कुरा जस्ताको तस्तै सबै उत्तिकै लागू नभएको होला, स्वाभाविक हो। कहीँ पनि यत्रो जनसङ्ख्यामा सबैले भनेका सबै कुरा जस्ता तस्तै पुरा हुँदैन, किन त्यहाँ स्वार्थहरूका टकराव हुन्छन्। तीमध्ये बृहत्तर राष्ट्रिय उहाँले ठूलो बलिदानी र विभिन्न पक्षहरूको योगदान र तपस्यापछि मात्र उपलब्धिको निचोडको रूपमा संविधान प्राप्त भएको उल्लेख गर्दै यस कार्यमा सहभागी सबैले प्राप्त उपलब्धिको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो। धेरै लामो समय लगातार गरेका छन्। यसरी हामीले संविधान प्राप्त गरेका छौँ। निकै कष्टपूर्ण ढङ्गले अनेक व्यवधानहरू झेलेर तिनलाई पन्छाएर राष्ट्र एकजुट एक ढिक्का भएर उभिएर हामीले संविधान प्राप्त गरे हौँ। संविधानले जनताको त्याग तपस्या र बलिदानबाट प्राप्त संविधानको खुसियाली सीमित घेरामा मात्रै नमनाउन उपयुक्त नहुने भन्दै उहाँले राष्ट्रिय महोत्सवको रूपमा जनसहभागिताका साथ व्यापक र भव्य रूपमा मनाउनका लागि आवश्यक तयारी गर्न निर्देशन पनि दिनुभयो। जनताले कुनै सरोकार राख्न नपर्ने, जनताले त्यसमा सहभागिता जनाउन पनि नपर्ने, सङ्घर्ष गर्दा लड्दा बलिदान दिँदा जनताले दिने अनि प्राप्त भइसकेपछि त्यो उपलब्धिको खुसियाली। श्रीमान प्रधान सेनापतिज्यू, ललितपुर माननीय। सो अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यका बारेमा बाहिर आइरहेको चर्चा परिचर्चा खण्डन गर्दै विरोधीलाई चुनौतीपूर्ण जवाफ दिनुभयो। विरोधीले आफूलाई मरिहालोस् भनेर प्रचार गरेको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा अस्तित्व रक्षाका लागि तयारी थाल्न चुनौती दिनुभयो। उहाँले
आफू अझै 15 वर्ष मैदानमै रहने उद्घोष पनि गर्नुभयो। केही दिन अघि सिङ्गापुर गएर स्वास्थ्य परीक्षण गराई स्वदेश फर्किएका प्रधानमन्त्री ओली बिहिबार फेरि उपचारका लागि नै सिङ्गापुर जाँदै हुनुहुन्छ। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी प्रसङ्ग। सांसदहरूले सुरेश बागले मेमोरियल क्यान्सर अस्पतालको निर्माण प्रक्रिया रद्द गरी नयाँ प्रक्रिया सुरु गर्नुपर्ने धारणा राखेका छन्। पटक पटक म्याद थप गरेर पनि त्रिवी शिक्षण अस्पतालको परिसरमा रहेको सुरेश बागले मेमोरियल क्यान्सर अस्पतालको भवन निर्माण कार्य सम्पन्न हुन नसकेपछि सांसदहरूले नयाँ प्रक्रिया सुरु गरिनुपर्ने जोड दिएका हुन्। सङ्घीय संसद प्रतिनिधि सभा शिक्षा तथा स्वास्थ्य समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा समिति सदस्यहरूले निर्माण प्रक्रियामा सम्बन्धित निकाय जिम्मेवार बन्न नसकेको र राज्य कोषको ढिकुटी सकाउने काम मात्रै भएको भन्दै सम्पूर्ण प्रक्रिया खारेज गर्न सुझाव दिएका छन्। समिति सदस्य जीवनराज श्रेष्ठले भवन निर्माण समयमा नसक्दा ठेकेदारको दोष देखिए पनि पटक पटक समय थप गर्ने, बजेट निकासा गर्ने सबै सम्बन्धित निकायले जिम्मेवारी लिनुपर्ने बताउनुभयो। भवन बनाउने प्रक्रिया क्यान्सर भइसकेको छ। यो आफैमै क्यान्सर भइसकेको छ। त्यसैले यो सामान्य उपचारबाट यहाँबाट निर्देशन दिएको भरमा यो काम हुन्छ भन्ने मलाई पटक्कै लागेको छैन। यो औपचारिकतामा मात्र हामी पूर्व स्वास्थ्य मन्त्री समेत रहेका समिति सदस्य गगन थापा र खगराज अधिकारीको अस्पताल निर्माण प्रक्रिया नै खारेज गर्नुपर्ने धारणा राख्नुभयो। समिति सदस्य थापाले स्वास्थ्य मन्त्रालयको जिम्मेवार सम्हालेका बेला सुरेश बागले स्मृति केन्द्र भवन निर्माणका लागि तेस्रो पटक म्याद थपको अनुमति दिएको थियो। 2017मा अधिकारीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका बेला सम्झौता अनुसार भवन निर्माण अन्तिम चरणमा पुग्नुपर्ने थियो। 2071 मङ्सिर 27 गते निर्माण सम्पन्न गर्ने गरी 2068 साल मङ्सिर 28 गते निर्माण सम्बन्धी सम्झौता भएको थियो। समिति सदस्यहरू उमेश श्रेष्ठ र उमाकान्त चौधरीले पनि समयमा काम नसक्ने ठेकेदारलाई कारबाही गरेर मात्रै समस्या समाधान नहुने भएकाले राज्य पक्षलाई जिम्मेवारी बनाउने ढङ्गले आवश्यक निर्देशन दिनुपर्ने धारणा राख्नुभयो। बैठकमा उपस्थिति स्वास्थ्य मन्त्रालयका सचिव रामप्रसाद थपलियाले विगतमा नियम विपरीत रकम निकासा भएकाले समस्या भएको स्वीकार गर्दै समितिको निर्देशनका आधारमा अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो। छलफलपछि समितिले अस्पताल भवन निर्माणबारे अध्ययन गर्न 3 सदस्यीय समिति गठन गरेको छ। समितिलाई 5 दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन भनिएको छ। नेपाल सरकार स्वास्थ्य मन्त्रालयको बहुवर्षीय परियोजना अन्तर्गत 3 वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी 2068 मङ्सिर 28 गते सम्झौता भएको सुरेश बागले स्मृति क्यान्सर केन्द्र भवन निर्माणका लागि 2 पटक भेरिएसन आदेश र तेस्रो पटक म्याद थप भइसकेको छ। पटक पटक थप भएको समयमा पनि निर्माण कार्य सम्पन्न नभएपछि अहिले भेरिएसन स्वीकृति र म्याद थपको प्रक्रिया नै अगाडि बढाइएको छैन। कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणी खनालले स्वास्थ्य परीक्षण नगरिएका खसी बोका नेपाल भित्रिन नदिने बताउनु भएको छ। बुधबार काठमाडौँमा भएको कार्यक्रममा मन्त्री खनालले बाहिरको रोग खसी बोकाको माध्यमबाट नेपालमा भित्रिने नदिने बताउनु भएको हो। नेपाल विश्व व्यापार सङ्गठनको सदस्य राष्ट्र भएकोले खसी बोका आयात रोक्न नसके पनि उत्पत्तिको प्रमाण र निरोगिताको प्रमाण नभई नेपालभित्र नदिने बताउनुभयो। मन्त्री खनालले संसारभरिका रोग हुल्ने गरी नेपालमा स्वास्थ्य परीक्षण नगरी खसी बोका ल्याउन नदिने बताउनुभयो। कार्यक्रममा मन्त्री खनालले निरोगिताका प्रमाणपत्र आधारमा आयात गर्न आग्रह गर्दा केही व्यवसायीले घेराबन्दी गर्न खोजेको बताउनुभयो। यो नियम यस्तै लेखौँ, यस्तै लेखिदियो भयो नि त। त्यसो भने होइन भने यसलाई काहीँ न काहीँ कमसेकम यसको केही अंश त कानुन गरौँ भनेर ल है तपाईँहरूले सर्टिफिकेट त ल्याउनुहोस्। यो मन्त्री खनालले हाम्रो उत्पादन पर्याप्त भए आयात गर्न नपर्ने भन्दै उत्पादनमा जोड दिएर स्वास्थ्यकर खाना सकिने बताउनुभयो। कार्यक्रममा हेफर नेपालले विराटनगर, बुटवल, पोखरा, भरतपुर र कोहलपुरमा 5 वटा आधुनिक बधशाला निर्माण गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ।
भारतमा जारी साफ U15 च्याम्पियनसिपको पहिलो खेलमा नै नेपाल भारतसँग पराजित भएको छ। भारतको कल्याणीमा भएको खेलमा नेपाल घरेलु टिमसँग 5-0ले पराजित भयो। खेलको सुरुवातदेखि नै नेपालमाथि हावी भएको भारतले 6औं मिनेटमा पहिलो गोल गर्यो। उसका महेश्वन सिंहले फ्री मार्फत उत्कृष्ट गोल गर्न सफल भए। खेलको सुरुवातमा नै गोल खाएको नेपालले 43औं मिनेटमा अर्को गोल गर्यो। यसपटक उसका लागि मजुमदारले गोल गर्न सफल भए। पहिलो हाफमा 2 गोल गरेको भारतले दोस्रो हाफमा थप 2 गोल गर्यो। 50औं मिनेटमा फेरि पनि मजुमदारले नै गोल गर्न सफल भयो। त्यसपछि 56औं मिनेटमा भारतले चौथो गोल गर्यो। उसका लागि नो काम्फले गोल गर्दै टिमलाई 4-0 अगाडि राखे। खेलको अन्त्यतिर भारतले नेपालको कमजोर डिफेन्सको फाइदा उठाउँदै 5औं गोल थप्न सफल भयो। त्यसका विरुद्ध नेपालले एक पनि गोल फर्काउन सकेन। पुरै खेलमा नेपालले डरलाग्दो आक्रमण गर्न सकेन, जसका कारण नेपाल पहिलो खेलमा नै पराजित हुन पुग्यो। खेलको अन्तिममा नेपालको प्रहार बारमा लागेर फर्किन पुगेको थियो। हस्त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर, तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।